नमस्कार हामी चाहिँ यति बेला अर्घाखाँची जिल्लामा छौँ। हामीले चाहिँ यहाँबाट अब देखिने हिमाल, यो हिमालको नाम के हो के अरे? धौलागिरी होइन र? धौलागिरीको जुम गरेर देखाइराखेका छौँ, देख्न सक्नुहुन्छ। तम्बासको डाँडो पनि यो हो, तल्लो कालो कालो देखिने। अनि यहाँ हटियाको स्कुल रहेछ। यहाँ हटिया भन्ने ठाउँ, पाल्पाको हटिया होइन, अर्घाखाँचीको हटिया यो फेरि है। तल एउटा सानो गाउँ रहेछ, देख्न सक्नुहुन्छ। हिमाल चाहिँ ठक्क राम्रो देखिन्छ त्यहाँबाट, नजिक नजिक जस्तै उकालो ओह्रालो। माछा पुच्छ्रे पनि देख्न सक्नुहुन्छ, यो माछा पुच्छ्रे हो। यो धौलागिरी चाहिँ होला नि, होइन उमेश? धौलागिरी होइन र? हो, धौलागिरी नै हो यो। ल, कसले चिन्नु भएको छ यो हिमालको नाम के हो कमेन्ट गर्नु होला है। एकदम राम्रो मौसम। हामी चाहिँ अर्घाखाँचीको यात्रा हिजो आएका थियौँ, आज फर्किँदैछौँ हातथोक पाल्पा। एकदमै सुन्तला हुने ठाउँ यो अर्घाखाँची है। तल पोखराथोक र हटिया भन्ने ठाउँमा सुन्तला भन्ने एकदम हुँदो रहेछ तल। घना जङ्गल पनि रहेछ यता, एकदम राम्रो ठाउँ। यति बेला चाहिँ 7:45 भएको छ। अब हामी यहाँदेखि यात्रा गर्नेछौँ। अलि अफरोड छ माथि। कुन ठाउँसम्म अरे अफरोड उमेश? तीनगिरीसम्म। तीनगिरीबाट पक्किसकेको छ उता अगाडि छरासम्म। के हेरेको